यसरी मेसिनले उठाएर यहाँनिर हाल्नुपर्छ किनकि यो समुद्र बिचमा एउटा आइल्यान्ड छ। आइल्यान्डमा त्यहाँ जेनेरेटर बिग्रेको कारणले गर्दाखेरि लाने त कसरी भन्दाखेरि अब यो यहाँबाट यो क्रेनले उठाएर यो बोटमा तपाईलाई यो बोट चाहिँ आइल्यान्डमा गेसे डाकुलामा यो पानी लाने बोट हो। अनि पेट्रोल डिजल चाहियो भने यसमा लाने हो। यसरी हेर्न सक्नुहुन्छ। यसरी उठाइन्छ। यो चाहिँ यो समुद्रको बिचमा आइल्यान्ड छ है। अब यो फाइनली यो सबै लोड भइसक्यो। अब गाइजहरू सिधै पानी 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 हुँदै जान्छ। उता समुद्रको बिचमा त्यहाँ आइल्यान्ड छ। त्यो आइल्यान्डमा हाम्रो गेस्टहरूको लागि त्यहाँ रुम छ। त्यो रुमको लागि एसी चाहियो। एसी अब त्यहाँ बिजुली जाँदैन, लाइन जाँदैन। त्यही भएर जेनेरेटर त्यहाँ छ। जेनेरेटर बिग्रेको कारणले गर्दाखेरि यो मेसिन लोड गर्न लाँदैछ। अब यहाँबाट उताबाट दुईवटा बोट आउँदैछ। कहिलेकाहीँ यो पानीमा डल्फिन आउँछ है। डल्फिन आएको बेलामा हजुरलाई म भिडियो पनि बनाएर पठाउन सक्छु।